विश्वकप फुटबल सन् 2018 र एशिया कप 2019 को छनौट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो चरणको ट्रेनिङ क्याम्प भोलिबाट विराटनगरमा शुरू हुनेछ। छनौट खेलका लागि 48 खेलाडी राखिने भनिए पनि क्याम्पमा सबै खेलाडीको सहभागिता भने नहुने इन्फाले स्पष्ट गरेको छ। उक्त ट्रेनिङ क्याम्पमा विराट गोल्ड कपमा सहभागी टोलीबाट करिब 30 जना खेलाडी हुने बताइन्छ। विराट गोल्ड कपको समापनसँगै सबै 48 खेलाडी सहित काठमाडौँमा क्याम्प राखिने बताइएको छ। यता पहिलो चरणको ट्रेनिङका लागि राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफानोवस्की पनि विराटनगर आइपुगेका छन्। विराटनगर आइपुगेका प्रशिक्षक ज्याकले पनि एक साता विश्वकप छनौटका लागि पहिलो चरणको ट्रेनिङ क्याम्प यही रहने बताउँछन्। Yeah, we're looking to spend the whole week here. So again tomorrow and I will start with the players, with the army team. So we will start to do something small, and already there are players in Kathmandu. They will also start their program in Kathmandu, some training. But by the end of the week, we will be together. प्रशिक्षकको सन्दर्भमा इन्फाका पदाधिकारी विराट जङ साईका अनुसार पहिलो चरणको ट्रेनिङ क्याम्प आगामी आइतबारसम्म रहनेछ। यहाँ जारी प्रतियोगिताबाट खेलाडीलाई नजिकबाट निहाल्न प्रशिक्षकलाई सहज हुने भएकोले पहिलो चरणको ट्रेनिङ क्याम्प यहाँ राखिएको उनको भनाइ छ। लास्ट आवरमा भने मतलब सबै खेलाडीहरू आउन चाहन्थे र सबै खेलाडीको रिक्वेस्टमा पनि जस्तो लाग्छ मलाई यहाँ आउन सफल भएको। कम्प्लिट सबै अब यतै आउँछ। कोच चाहिँ यता आउने भएपछि अब मनाङ खेलाडी आर्मी पुलिस सबै यहीँ छ, यहीँ ट्रेनिङ गर्छ। छनौट अन्तर्गत पहिलो चरणको लिगमा नेपालले भारतको सामना गर्नेछ, जुन खेल भारतको गुवाहाटीमा हुनेछ र त्यसपछि नेपालको भूमिमा भारतले आफ्नो खेल खेल्नेछ। भारतसँग यसअघि सन् 2013 मा सिलगढीमा भएको मैत्रीपूर्ण खेलमा नेपाल 2-0 ले पराजित भएको थियो। मकालु समाचारका लागि क्यामेरामा बुलेट खतिवड़ाका साथ विनु तिमसिना र अभय कुमार राई, विराटनगर।